टियर ग्यासको बारेमा विस्तृत जानकारी। टियर ग्यास के हो, यसले मानवमा के असर गर्छ, सम्पर्कमा आएका मानवमा के असर गर्छ र आम जन समुदायमा जनस्वास्थ्यमा के असर गर्छ र वातावरणमा के असर गर्छ, यो किन प्रयोग गरिन्छ र यो खास गरी एक्सपायर ग्यासको असरहरू के हुन् र नेपालमा चाहिँ एक्सपायर ग्यास अस्ति जुन प्रयोग भयो त्यो प्रयोग गर्न पर्ने स्थिति कसरी आयो भन्ने बारेमा चर्चा गर्छु म। टियर ग्यास एउटा कम्पाउन्ड हो जसमा CN, CS, CR, OC जस्ता कम्पाउन्डहरू हुन्छ, जुन चाहिँ ग्रेनाइड बम जस्तो फाल्ने खालको एउटा क्यानिस्टर, जुन चाहिँ विशेष प्रकारका बन्दुकबाट फाल्ने खालको हुन्छ भने एउटा स्प्रे हुन्छ, 3 फर्ममा पाइन्छ भने हाम्रो नेपालमा चाहिँ त्यो ग्रेनाइड र बन्दुकबाट फाल्ने क्यानिस्टरको रूपमा प्रयोग भइरहेको अवस्था हुन्छ। यो भिड नियन्त्रण गर्नलाई प्रयोग गर्ने एउटा उपकरण हो भनौँ, हतियारै त नभनिकन उपकरण हो भनौँ। र यसको प्रयोग गरिसकेपछि आँखा पोल्ने, नाक पोल्ने, आँखाबाट आँसु आउने, त्यही भएर यसलाई टियर ग्यास भनिएको पनि हो। र त्यसपछि छालामा असर गर्ने जस्ता तत्काल असर गर्छ, जसले गर्दाखेरि भिड तितर बितर भएर मान्छे भाग्ने गर्छन् भने यसले जनस्वास्थ्यमा पनि दीर्घकालीन असरहरू पनि गर्ने गरेको विभिन्न तथ्याङ्कहरूले, रिसर्चहरूले देखाएको छ, जुन चाहिँ मान्छेको श्वास प्रश्वासमा दीर्घकालीन असर गर्नेदेखि लिएर मुटु सम्बन्धी, रक्त सञ्चार सम्बन्धी समस्याहरू ल्याउने गरेको हुन्छ। त्यसका साथै वातावरणमा यसको असर कस्तो हुन्छ भने पानी र माटोमा मिसिएर यसले त्यहाँ पनि विषाक्तता चाहिँ निर्माण गरेको हुन्छ भने यसमा जुन ठाउँमा प्रयोग गरियो त्यहाँका प्लान्टहरू, रुख बिरुवाहरू ओलिएर जाने, मर्ने, वृद्धि विकास रोकिने जस्ता समस्याहरू हुन्छ भने त्यहाँ भएका अन्य जनावरहरूलाई पनि मान्छेलाई जस्तै असर गर्छ र त्यो एरियामा भएका चराहरू त्यहाँबाट उडेर भाग्नेदेखि लिएर तिनीहरू पनि बिरामी पर्ने खालका समस्याहरू हुन्छ। खास गरी अब एक्सपायर्ड टियर ग्यासको प्रयोगले के असर गर्छ भन्ने विषय महत्त्वपूर्ण हो। यो बनाउँदाखेरि साधारण असर गरेर मान्छेलाई भगाउनको लागि बनाइएको हो, जसमा चाहिँ नि विभिन्न तत्त्वहरू, कम्पाउन्डहरू हुन्छ र एक्सपायर भइसकेपछि ती कम्पाउन्डहरू टुक्रा भएर विभिन्न विषाक्त पदार्थमा परिणत हुने गर्छ, जुन चाहिँ निकै टक्सिक, निकै खतरनाक हो। र त्यो एउटा चाहिँ कम्पाउन्ड नै टुक्रिएर 2 भागमा भएर 2टा विषाक्त पदार्थहरू बन्ने र त्यो कम्पाउन्ड टुक्रिने बेलामा अन्य बाइ प्रोडक्टहरूको पनि निर्माण हुन्छ, जसमा चाहिँ खतरनाक साइनाइड अक्साइड, फस्फोजेन, नाइट्रोजन जस्ता तत्त्वहरू पनि पर्दछ, जसले चाहिँ जस्तो यो आँखाको कोर्नियामा असर गरेर पर्मानेन्टली रूपमा अन्धो बनाउने पनि हुन सक्छ भने श्वास प्रश्वास नै फेल गराएर श्वास प्रश्वास रोकिने समस्या हुन सक्छ भने मुटुका रोगहरू बढाएर, रक्त सञ्चारका रोगहरू बढाएर दीर्घकालीन असरहरू पनि गरेको पाइन्छ, त्यो अनुसन्धानहरूले देखाएको। त्यससँगै छालाका दीर्घकालीन रोग, क्यान्सर पनि हुन्छ भनेर केही विद्वानहरूको रिसर्चबाट देखाइएको छ। त्यससँगै चाहिँ यसले क्रोमोजोममा असर गरेर जो मान्छे यसको चपेटामा परेको हो त्यो मान्छेको क्रोमोजोम बिगारिदिएर उसबाट जन्मने सन्तानमा समेत अपाङ्गता हुने समस्याहरू ल्याउन सक्छ भन्ने विभिन्न तथ्याङ्कहरूले देखाएको छ। त्यस्तै वातावरणमा यो माटोलाई पानीलाई प्रदूषित गरेर त्यहाँबाट पनि विषाक्त पदार्थहरू बोट बिरुवामा पनि जाने र त्यसको सम्पर्कमा आएका व्यक्ति त्यहाँबाट त्यो बोट बिरुवा खाने अन्य जुन जीवजन्तु, मानव लगायत अन्य जीवजन्तु हुन्छ, त्यसलाई पनि दीर्घकालीन रूपमा असर गरेको पाइन्छ भने ती टुक्रिएका पदार्थहरूको एउटा चाहिँ रेसिडुअल इफेक्ट पनि हुन्छ, जुन चाहिँ
त्यसका अवशेषहरू माटो, पानी र बोट बिरुवामा रहने र पुनः त्यहाँ यदि त्यसको प्रयोगहरू भइरहेको भने एकचोटि जम्मा रहेको चिज थपिएर त्यसको पावर बढ्दै गएर चाहिँ त्यो जम्मा भएर रहने हुन्छ र वातावरण भएका अन्य चिजहरूलाई पनि ड्यामेज गर्ने। यसले यो एक्सपायर भइसकेपछि अन्य चाहिँ मेटेरियलहरूमा चाहिँ खिया लाग्ने, भनौँ न कोरोसिभ इफेक्ट यसले गर्छ, खिया लाग्ने गर्छ र वातावरणमा भएका अन्य वस्तुहरूलाई पनि यसले असर गर्ने गरेको हुन्छ। यी कुराहरू हो र त्यसपछि यसले आम जनस्वास्थ्यमा गर्ने असरहरूमा कसलाई बढी भने यसको चपेटामा सबभन्दा धेरै त्यसको प्रयोग गर्ने प्रहरीहरू नै सबभन्दा धेरै दुई तरिकाले त्यो चाहिँ इफेक्ट असरमा परेको हुन्छ। एउटा चाहिँ त्यसलाई यदि लामो एक्सपायर भइसकेर पनि स्टोर गरियो भने त्यसका क्यानहरू, त्यसको डब्बाहरू कोरोसिभ भएर फुटेर लिक हुने समस्या हुन्छ, जसले गर्दा एउटा एम्बुस जस्तै त्यहाँ असर गर्न सक्छ भने अर्को जुन ठाउँमा हान्ने हो यो टियर ग्यास त्यहाँबाट भिडहरू त भागेर अन्त जान्छ, त अरू बस्ने चाहिँ को त? त्यही सुरक्षाकर्मीहरू हो भनेपछि सबभन्दा धेरै त उसले रेस्पिरेसन गर्ने हो, के अरे सुँग्ने हो, उसकै भित्र जाने हो भनेपछि खराब असरहरू पनि उसलाई नै बढी हुन्छ र जनस्वास्थ्यमा जस्तो जसको सम्पर्कमा आयो ऊ पनि प्रभाव, के अरे खराब असरमा पर्ने भयो भने त्यहाँ वातावरणमा फिजिएर अन्य मान्छे जस्तो आन्दोलनमा कोही गएन, प्रदर्शनमा गएन र त्यहाँ घर छ, त्यो गाउँमा घर छ, त्यो छेउछाउमा घर छ भने त्यसलाई पनि त यसले असर गर्ने भयो नि। त्यसकारण यसको जनस्वास्थ्यमा गम्भीर असर भनिएको हो। अब यसको अन्तर्राष्ट्रिय प्रयोग, एक्सपायर ग्यासको अन्तर्राष्ट्रिय प्रयोग, अन्तर्राष्ट्रिय रूपमा पनि यो दोस्रो विश्वयुद्ध पश्चात चाहिँ लगभग यो टियर ग्यास नै प्रयोग गर्न नपर्ने गरी विभिन्न सङ्घ संस्थाहरू केमिकल्स वेपन्स कन्भेन्सन CWC ले यसलाई चाहिँ ब्यान गरिसकेको अवस्था छ। अब यसले जनस्वास्थ्यमै असर गर्ने, वातावरणलाई पनि प्रदूषण गर्ने भनेर यो प्रयोग नगर्ने भनेर अब अन्तर्राष्ट्रिय रूपमा प्रयोग गर्न पाइँदैन। तर विभिन्न नेपाल लगायत विभिन्न मुलुकमा चाहिँ आफ्नो देशभित्र प्रयोग गर्ने गरेको पाइन्छ, तर एक्सपायर होइन। एक्सपायर चाहिँ यस्तो लगभग श्रीलङ्का, पाकिस्तान, अलिकति भारत र नेपालमै यो चाहिँ एक्सपायर ग्यासको प्रयोग भएको प्रायसो पाइन्छ। अब नेपालमै अस्ति किन यो चाहिँ बाध्यता आइपुग्यो त एक्सपायर नै प्रयोग गर्ने, बिना एक्सपायर प्रयोग गर्न नसकिने अवस्था? यसमा प्रहरीका अधिकारीहरूले दिएका जानकारी बमोजिम रिपब्लिका डेली न्युज र क्रिएटिभ इन्भेस्टिगेटिभ जर्नालिस्टहरूलाई दिएको जानकारी अनुसार हाम्रो नेपालमा चाहिँ 10 वर्षदेखि यस्तो भिड नियन्त्रण गर्ने जुन उपकरणहरू हुन्छ त्यो खरिद गर्नलाई बजेट नै नदिएको कारणले त्यो चाहिँ 10 वर्षदेखि खरिद नगरिएको अवस्था र पहिला खरिद गरेको लगभग टियर ग्यास चाहिँ 30,000 को संख्यामा स्टोरमा रहेकोले त्यही प्रयोग भइरहेको अवस्था छ। अब यसमा त्यो प्रयोग त्यसकारण अब फेरि के एउटा अर्को डरलाग्दो कुरो के छ भने यो एक्सपायर ग्यास प्रयोग गर्दाखेरि यसले तुरन्त देखिने जुन आँखा पोल्ने, नाक पोल्नेदेखि लिएर छालाम असर गर्ने जुन प्रभाव हो त्यो चाहिँ कम देखिने, कुनै पड्केर कामै गर्दैन, जसले गर्दा भिड तितर बितर हुँदैन, प्रहरीको उद्देश्य पुरा हुँदैन। तर वातावरणमा चाहिँ यसले खतरनाक असर गरिरहेको हुन्छ। त्यसकारण यो विषय चाहिँ जनस्वास्थ्यको सरकारको विषय पनि हो, यसलाई चर्चा गर्नु पनि जरुरी छ र यो एक्सपायर ग्यास प्रयोग कुनै पनि मुलुकमा त्यस्तो कानुन छैन जहाँ चाहिँ एक्सपायर ग्यास, अब हामीले पारासिटामोल एउटा एक्सपायर यदि कसैलाई दियौँ भने त्यसको विभिन्न न्युज बन्छ, वास्तवमा त्यो हजारडस हो, स्वास्थ्यको लागि हानिकारक हो भनेपछि यो पनि त सुँग्ने औषधि हो नि त, अनि यो चाहिँ एक्सपायर प्रयोग गर्ने त, जबकि यो एक्सपायर भइसकेपछि यो खतरनाक पदार्थमा परिणत हुन्छ र जो आन्दोलनमा गयो ऊ त आन्दोलनमा गयो, जो चाहिँ जाँदै गएन उसको चाहिँ के दोष कि यो सुँग्न पर्ने बाध्यता हुन्छ। एक्सपायर्ड जहर विष सुँग्ने बाध्यता किन गर्न पर्यो त? त्यसकारण हामी जनस्वास्थ्य कर्मीले पनि यी कुराहरू
ठाउँमा उठाइदिनको लागि म अनुरोध गर्छु। अब म त मेरो लेभलबाट त अब चर्चा मात्रै गर्न सक्ने हुन्छु र यसका रिसर्च रिपोर्टहरू तपाईँहरूले राम्रोसँग मैले जे कुरा भने त्यसमा चाहिँ गहन अध्ययन गरेर ठाउँमा उठाइदिनु म अनुरोध गर्छु।